Right, सबैले. Once read this question. What will be the gravitational? Sorry, what will be the gravitation or gravitational force if the mass of first body is doubled and second body is tripled by keeping their distance constant? Well, the हामीले लेट गर्नु पर्यो है. पहिले स्ट्यान्डर्ड फर्मुला के पढेको छ? ग्रेभिटेशन बिट्विन टू बडीज. ल्याङ्ग्वेज लेख्नुपर्छ, डाइरेक्ट एज कस्तो एमोनिम लेख्ने होइन. ल्याङ्ग्वेज कम्पलसरी है. ग्रेभिटेशन बिट्विन टू बडीज if the mass of first body is m1, mass of second body is m2, and distance between them is d. Gravitation between two bodies, if the mass of first body be m1, mass of second body be m2, and distance between them is d, is given by F equals to g m1 m2 by d. इक्वेसन 1 यति गर्न सकिन्छ. ग्रेभिटेसन बिट्विन टू बडीज पहिले लेट गर्ने, कन्सिडर गर्ने क्या. बडीको त नाम हुनु पर्यो नि, m1 m2 मास दिइराउनु पर्यो. If the mass of first body m1, mass of second body is m2, and distance between them is d, then the gravitational force is given by g m1 m2 by d square. अब यही कुरालाई तिमीहरूले यहाँ फिगरमा देखाउने. टू बडी, फर्स्ट बडी m1, second body m2, and distance between from their center d. F is the gravitational force which is given here. Now according to question, what will be the gravitation if the mass of first body is double? यदि फर्स्ट बडी को मासलाई डबल गर्यो, m1 लाई 2m1 बनाइयो भने, सेकेन्ड बडी इज ट्रिपल, m2 लाई 3m2 गर्यो, m1 लाई 2m1 मानेर m2 लाई 3m2 मानेर गर्ने हो भने ग्रेभिटेसन फोर्समा के चेन्जेस आउँछ? ग्रेभिटेसन फोर्स कति हुन्छ? सो according to question, let the mass of first body, tell me what is the mass of first body? Is 2m1. Yes, double means in the place of m1 2m1, and the mass of second body is what? 2m2 3m2. फर्स्ट लाई डबल गर्ने, सेकेन्ड बडीलाई के गर्ने? ट्रिपल गर्यो भने फोर्स कति हुन्छ? बाई किपिङ देयर डिस्टेन्स कन्स्टेन्ट. डिस्टेन्सलाई कन्स्टेन्टै राख्नु भनेको छ क्वेसनमा. सो डिस्टेन्स हामी नचलाउँ. लेट यहाँ के गर्ने? फर्स्ट बडी र सेकेन्ड बडी. देन वाट विल बी न्यू फोर्स? F dash equals to के हुन्छ? अब भेल्यु पुट गरौँ. पहिले यही कुरोलाई फिगरमा पनि देखाउनु पर्छ. हेर, माथिको कन्डिसनलाई जस्तै हामीले फिगरमा देखायौँ नि, यो क्वेसनको कन्डिसनलाई पनि फिगरमा देखाउँ. यसलाई फिगर 1 मान्ने, फिगर 1. अब अर्को फिगर 2 भन्नु. टू बडी, they are at the distance of d because distance is constant, but m1 change, mass 2m1, second mass 3
m2. Put their value. G, gravitational constant as it is in place of m1. अब m1 को ठाउँमा के हुन्छ भन त 2m1, m2 को ठाउँमा 3m d square as it is. Now solve it. G 2 3 जा नम्बर लगाएर ले 6 G m1 m2 by d square. यहाँसम्म कसले बुझेन नबुझ्नेले अहिले अहिले सर है कुनै स्टेप छ नबुझेको सुमित ओके f dash equals to therefore f dash or f prime equals to अब हेर 6 लाई अलग गर्ने g m1 m2 by d square g m1 m2 by d square equals to f छ भनेपछि यतिको ठाउँमा हामी f लेख्न सक्छौं 6f रिजन के हुन्छ from equation 1 यसरी लेख्छौं so therefore new gravitational force f prime equals to 6f फर्स्ट बडी को मास लाई डबल र सेकेन्ड मास लाई ट्रिपल गर्दा ग्रेभिटेशनल फोर्स में के चेन्जेस आउँछ क्वेशनले सोधेको के चेन्जेस आयो देखेर भनेर भन्न त द न्यू ग्रेभिटेशनल फोर्स विल बी 6 टाइम मोर देन द ओरिजिनल वन ओरिजिनल फोर्स भन्दा 6 गुना बढी हो अब यसरी तिमीलाई जस्तो सुकै कन्डिसन दिवन गर्न सक्छौ सुरुमा गर्ने के सुरुमा पहिले न्यूटन्स युनिभर्सल लले जुन हामीले दिएको छ नि स्ट्यान्डर्ड फर्मुला यो पहिले बनाऊ त्यहाँ कन्सिडर गर्ने दुईटा बडी कन्सिडर गर्ने बडी को मास कन्सिडर गर्ने ग्रेभिटेशन बिट्विन टू बडी इफ द मास अफ फर्स्ट बडी इज m1 मास अफ सेकेन्ड बडी इज m2 and distance between them is d is given by f equals to g m1 m2 by d square सबै कन्डिसनमा यहाँसम्म लेख्नै पर्छ है यो कन्डिसन यहाँ यो फिगरसम्म चाहिँ सबै कन्डिसनमा देखाउनु पर्यो त्यसपछि अब क्वेशनको कन्डिसनमा जाने अकॉर्डिङ टु क्वेशनले के भनेको छ फर्स्ट बडीलाई डबल गर्ने सेकेन्ड बडीलाई ट्रिपल गर्ने लेट द मास अफ फर्स्ट बडी इज फर्स्ट बडी b इज पनि लेख्दा हुन्छ b पनि लेख्दा हुन्छ है अकॉर्डिङ टु क्वेशन भनेको छ b फर्स्ट बडी b 2m1 and the mass of second body b 3m2 m1 को m1 लाई हेर यो m1 लाई डबल गर्यो भने 2m1 बन्छ m2 लाई डबल गर्यो ट्रिपल गर्यो भने 3m2 बन्यो यही कुरालाई तिमीले पिक्चरमा देखाउनु पर्यो क्वेशनले के सोधिरहेछ यो फोर्स कति हुन्छ यो निकाल फर्मुला इज सेम f equals to g m1 m2 by d square तर f त हामीले अलरेडी यहाँ निकालिसकेको छ त्यसैले यहाँ f हाल्ने होइन यहाँ f न्यू हाल्ने अथवा f प्राइम हाल्ने यो भन्दा फरक हुनु पर्यो के यसमा अन्डरस्टुड बुझिरहेछ f प्राइम f डैश गर्ने g m1 m2 m1 को ठाउँमा के छ 2m1 m2 को ठाउँमा 3m2 मल्टिप्लाई गर सल्भ गर के आयो 6f so new gravitational force is 6 times than the original now what will we write here language के लेख्छौ language therefore the gravitational force is increased by 6 times than the original force okay gravitational force is increased by 6 times than the original force सुरुको फोर्स जति थियो यो भन्दा 6 गुणाले बढ्यो बढेन अब तिमीले जस्तो क्वेशन दियो भने गर्न सक्छौ कन्डिसन दियो भने स्योर need to copy or no need to copy ल कपी गर then I will provide you condition